नेपाली कम्युनिस्ट पार्टी गठन गरेका छौँ। यो निरन्तरता हो। हामीले जनयुद्ध प्रारम्भ गर्दाखेरि त्यति बेला जनयुद्ध प्रारम्भ गर्नुभन्दा पहिले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्र थियो। जनयुद्ध लड्ने जब निर्णय गऱ्यौँ, जब पार्टीले माओवाद मान्ने निर्णय गर्यो, जब पार्टीले जनवादी क्रान्तिको निम्ति दीर्घकालीन जनयुद्ध लड्ने कार्यदिशा पास गर्यो, त्यसपछि त्यस मुताबिकको पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी माओवादी राखेर हामी अगाडि बढ्यौँ। र आज हामी भिन्न परिस्थितिमा आयौँ। संविधान जारी गरेको, संविधान लेखेको र गणतन्त्र संहिता लगायत महत्त्वपूर्ण राजनीतिक उपलब्धिलाई संविधानमा संस्थागत गरेको र त्यसलाई हामीले नेपालको विशेषता र नेपाली मौलिकताको जनवादी क्रान्तिको मूलभूत कारोबार पुरा भयो भनेर संश्लेषण गरेका छौँ। नेपालको विशेषताको जनवादी क्रान्ति चीनको जस्तो होइन, रुसको जस्तो होइन, हाम्रै विशेषतामा जनवादी पुँजीवादी क्रान्तिको मूलभूत कारोबार पुरा भयो र अब हामी समाजवादी क्रान्तितिर जाने हाम्रो संश्लेषण हो। त्यसैले समाजवादी क्रान्तिको लागि अहिले यहाँले बुझ्नै पर्ने कुरो जरुरी के छ भने, जसरी हिजो जनवादी क्रान्तिको निम्ति हामीले ठुलो केन्द्रीकरण गरेका थियौँ, मोहन विक्रमसँग, निर्मल लामासँग लगायत विभिन्न घटकहरूसँग एकता गरेर एकता केन्द्र बनाएर एउटा केन्द्रीकरणसहित विचारको सङ्गठनको राजनीतिको केन्द्रीकरण गरेर मात्र हामीले फागुन 1 गते 52 साल फागुन 1 गते जनयुद्धको सङ्घोघोष गर्न सफल भएका हौँ। अब हामी त्योभन्दा ठुलो विद्रोह, त्योभन्दा ठुलो रूपान्तरण, त्योभन्दा ठुलो क्रान्तिको लागि झन्डा उठाउने तयारी गर्दैछौँ। त्यसले हामीले समाजवादी क्रान्ति भनेका छौँ। र हाम्रो निष्कर्ष के छ भने, समाजवादी क्रान्ति त जनवादी क्रान्तिभन्दा गुणात्मक भिन्न हुन्छ। त्यसको तयारी जनवादी क्रान्तिको भन्दा फराकिलो हुन्छ र त्यसको लागि ठुलो केन्द्रीकरण जरुरी छ भन्ने निष्कर्षसहित अहिले हामी समाजवादी क्रान्तिको तयारीको लागि समाजवादी क्रान्ति गर्ने पार्टी त्यो खालको केन्द्रीकरणको निम्ति हामी अगाडि बढेका छौँ। र यही क्रममा अहिले नेकपा एस लगायत भीमरावको पार्टी लगायत विभिन्न घटकहरू सहित गरेर वामपन्थी समाजवादी देशभक्तहरूसँग एकता गर्दै जाने क्रममा 22 वटा घटकहरू बिचको एकताबाट हामीले अहिले नेपाली कम्युनिस्ट पार्टी बनाएका छौँ। यो शहीदको सपना पुरा गर्न, नेपालको कम्युनिस्ट आन्दोलनको लक्ष्य प्राप्ति गर्न र जनवादी पुँजीवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै अब समाजवादी क्रान्ति गर्नको निम्ति हामीले यो पार्टी निर्माण गरेको, पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गरेको हो। यो विसर्जन होइन, यो विघटन होइन। मान्छेले कतिपयले बुझाएछन् यो विघटन र विसर्जन भनेको छन्, त्यसो होइन। यो त पुनर्गठन हो र यसले समाजवादी क्रान्तिको झन्डा उठाउँछ। हामी समाजवादी क्रान्तिको झन्डा उठाउने लक्ष्य उद्देश्य सहित हामीले यो पार्टी निर्माण गरेका छौँ। र अहिले हामी अहिलेको परिस्थितिमा हामी शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट